मण्डली सङ्गति कस्तो हुँदैछ आमाहरूको सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ बुवाहरूको सङ्गति कस्तो हुँदैछ सङ्गति नजानी धेरैको छ बानी बाइबल नपढेको कति समय भूमि मण्डली सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ सभाहरूको सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ नानीहरूको सङ्गति कस्तो हुँदैछ सङ्गति नजानी धेरैको छ बानी प्रार्थना नगरेको कति समय भूमि मण्डली सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ फास्टी प्रार्थना कस्तो हुँदैछ रातिको प्रार्थनामा कतिजना भेला हुँदैछ मण्डली फास्टी प्रार्थना कस्तो हुँदैछ रातिको प्रार्थनामा कतिजना भेला हुँदैछ मण्डली सुसमाचार कति गर्दैछ घरेलु सङ्गतिमा कतिजना भेला हुँदैछ मण्डली सुसमाचार कति गर्दैछ घरेलु सङ्गतिमा कतिजना भेला हुँदैछ सङ्गतिमा निदाउने बानी परमेश्वरको वचन कसरी बुझाउने सबैले भने सब मण्डली सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ यो पाठ चाहिँ होइन अब सुरुमा मण्डली कस्तो हुँदैछ अनि भन्ने होइन अनि बुवाहरूले चाहिँ आमालाई हेरेर आमाहरूको सङ्गति कस्तो हुँदैछ भनेर अनि फेरि मण्डली कस्तो हुँदैछ अनि आमाहरूले चाहिँ अनि बुवाहरूलाई हेरेर बुवाहरूको सङ्गति कस्तो हुँदैछ अनि थर्ड भर्समा चाहिँ आउँछ अनि मण्डली सङ्गति कस्तो हुँदैछ अनि सबैले भन्ने अनि बुवा आमाहरूले चाहिँ अनि जनलाई हेरेर भन्ने है सुरुमा चाहिँ बुवाहरूले भन्ने आमाहरूलाई हेरेरै मण्डली सङ्गति कस्तो हुँदैछ बुवाले आमाहरूको सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ बुवालाई बुवाहरूको सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ जवानहरूको सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो
हुँदैछ आमाहरूको सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ बुवाहरूको सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ जवानहरूको सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ नानीहरूको सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ मण्डली सङ्गति कस्तो हुँदैछ धन्यवाद हालेलुया